हेलो गाइज, आज चाहिँ हामी तीनजना सिब्लिङ्सहरू चाहिँ घुम्न गइरहेछौँ। खासमा चाहिँ यो बिचको यो मोटी कद्दुलाई चाहिँ चाउमिन खान मन लाग्यो, त्यही भएर। अनि यो चाहिँ हाम्रो हिँडाइ हो गाइज, होइन। अनि त्यसरी हामी अटोमा चढेर गयौँ। अनि गइसकेपछि चाहिँ म के याद आयो भन्दाखेरि चाहिँ यो चाहिँ वाल्मिकी स्कुल र कलेज हो कि, देखाइदिउँ भनेर देखाइदिएको, धनगढीको गाइज। अनि त्यसपछि हामी हिँड्दै लाइक अटोमा चढेर हामी यस्तै गफ गर्दै गइरहेको थियौँ। अनि यो चाहिँ शिक्षा हो, एकदम क्युटी। अनि यो चाहिँ सधु, एकदम मोटी। अनि उसको चाहिँ पैसा हरायो क्या गाइज, होइन। लाइक 200 थियो उसँग, अनि त्यो हरायो। लास्टमा चाहिँ पाइहाल्यो, मेरो खल्तीमा राखेर रहेछ, मलाई थाहै थिएन गाइज। त्यसपछि पानीपुरी खायौँ हामीले। अनि त्यसपछि ऊ चाहिँ सधु गज्जु, फेरि उसले पानीपुरी खायो। अनि त्यसपछि मैले खाएँ, मलाई चाहिँ इग्नोर गर्नु गाइज। मैले चाहिँ तेल लगाएर चम्पो भएको छु। अनि त्यसपछि चाहिँ मेरो बहिनी शिक्षाको पाला हुन्छ, उसले पनि पानीपुरी खायो। अनि ऊ चाहिँ एकदम लाइक जिन्जी मान्छे हो क्या एकदम। अनि त्यसपछि मलाई एकछिन याद आयो कि मेरो कपाल काट्नु थियो। अनि त्यसपछि कपाल चाहिँ लाइक मेरो राम्रो भयो। अनि त्यसपछि स्ट्रेट। अनि गाइज हेर्नु, अहिले दिया रोकायाको कपाल काटिँदैछ, मेरी प्यारी स्लिम तर हल्का बादल जस्तै दिदीको, होइन। केही नै, म राम्रै छु। अनि त्यसपछि उसले चाहिँ स्लो मोसनमा आफ्नो भिडियो बनाएको रे गाइज, हेर्नु चाहिँ एकदम हाँसो लागिरहेको थियो। मैले यो पछि देखेँ मोबाइलमा। अनि त्यसपछि म एकदम राम्री, मेरो पछाडि चाहिँ 2टा नमुनाहरू छन्। अनि यो चाहिँ मेरो कपाल काटियो। कपाल खासमा मेरो धेरै खसिरहेको थियो, त्यही भएर मैले काट्ने मन त थिएन। अनि त्यसपछि चाहिँ म एकछिन आफ्नो कपाल फ्लेक्स गरिरहेको छु। त्यसपछि रोडमा पनि मैले धेरै फ्लेक्स गरेँ सधुसँग, सधुले धेरै देखाएँ मैले आफ्नो कपाल। अनि त्यसपछि हामी चाउमिन खान गयौँ। चाउमिन चाहिँ फेरि हामीलाई यही ठाउँको मनपर्छ कि यति मिठो हुन्छ। चाउमिन खायौँ। चाउमिन खाइसकेपछि चाहिँ अनि फेरि हामी फर्कियौँ। अनि फर्किसकेपछि पनि म भन्दै थिएँ मेरो कपाल हेर गाइज भनेर, म राम्री देखाएको छु गाइज भन्दै थिएँ। सधु चाहिँ हो गरेर थियो। फेरि हामी रुममा पुगिहाल्यौँ अचानक। गाइज अब हामी नेक्स्ट ब्लग चाहिँ सिधा दिदीको मामा अर्थको स्याम्पू नपाएर अब सिधा भाटबटिनी। अब त्यो ब्लग हजुरहरू हेर्नुहुनेछ। अब हाम्रो भाटबटिनीवाला ब्लग, जस्ट टु बाई अ स्याम्पू। बाई गाइज। मेरो खासमा चाहिँ स्याम्पू पाएन गाइज। बाई गाइज, बाई लभ यु।